पिठ्युमा नाबालिग सन्तान बोकेर भोजराज थापालाई खोज्दै जुम्लाबाट काठमाडौँ पुगेकी एक चेलीको वेदना खास के रहेछ। भोजराज थापासँग काठमाडौँको मित्रनगरमा भएको भेटमा उनले राखेको समस्या समाधानका निमित्त भोजराज थापाले दर्शक समक्ष गरे यस्तो अपिल। जुम्लाको तातो पानीबाट उहाँहरू काठमाडौँ आउनुभएको छ। यी छोरीको टाउकोमा नसा च्यापिएको छ। काठमाडौँ उहाँले भोजराज थापालाई भेट्न सकियो भने छोरीको उपचार हुन्थ्यो कि भन्ने लागेर मलाई खोज्दै आउनु भएको रहेछ। अनि बल्ल तल्ल मलाई भेटाउनु भएछ। मलाई खोज्दै कोही मान्छे यहाँसम्म आएको छ, काठमाडौँसम्म आएको छ भने थाहा पाइसकेपछि म स्वयं यहाँ यो बस पार्क हो, बस पार्कमा आएर उहाँलाई मैले भेटिरहेको छु। यी छोरी भर्खरै 7 वर्षकी छिन्। टाउकोमा नसा च्यापिएको छ। बरबराइरहन्छन्, कतैकाहीँ सही पनि बोल्छिन्, कतैकाहीँ के बोल्छिन् त्यो पनि पत्ता लाग्दैन। यो भिडियो कोही मनकारी दर्शकहरूले हेर्दै हुनुहुन्छ भने थोरै सहयोग उहाँहरूलाई दिनुभयो भने, गरिदिनु भयो भने यो छोरीको उपचार हुन्छ। र अब कोही मनकारी दर्शकहरूले 2-3 लाख त लाग्ने रहेछ नि, त्यति त म आफैले सहयोग गर्छु भनेर पनि आउनुभयो भने साँच्चीकै यो परिवारको लागि तपाईँ भगवान जस्तै हुनुहुन्थ्यो भन्ने चाहिँ हो। अब के कति लाग्छ रे? 10 लाख जति लाग्ने भन्नुभएको छ डाक्टरले। हो नानीको पहिलाको पर्चीहरू यहाँ लिइरहेको छु झोलामा। 10 लाख खर्च हुन्छ भन्नुभएको छ। 10 लाख जति लाग्छ भनेको छ। 10 लाख खर्च हुन्छ भनेर डाक्टरले भनेको अवस्था छ रे। अब कोही मनकारी दर्शकहरू हुनुहुन्छ भनेपछि कृपया यो भिडियोको स्क्रिनमा उहाँहरूकै एकाउन्ट नम्बर हामीले राखिदिएका छौँ। तपाईँले सकेको सहयोग गरिदिनु होला। मलाई खोज्दै आउनुभयो। हजुरलाई खोज्दै आएको। जसरी बच्ने उपाय गरिदिनु पर्छ। मलाई अरू केही पनि चाहिँदैन सर। यो नानीको लागि मेरो जिन्दगी यतिकै बर्बाद भइसक्यो। रुनु भयो मम्मी, हेर त तिम्रो मम्मी रुनु भयो। सुन्तला खान लाछौ? सुन्तला खान लाछौ? हो? के भएको छ तिमीलाई? के भएको तिमीलाई भन त? के भएको? नसा च्याप्या छ टाउकोको? तिम्रो नाम के हो? यमुना कामी हो? घर कहाँ हो तपाईँको? तातो पानी। कुन जिल्ला? जुम्ला जिल्ला। जुम्लाको तातो पानी हो।